सबैलाई फेरि न्यू भिडियोमा स्वागत रहेको छ। आज चाहिँ म जमान लिइरहेको छु पानी बनाउनु भनेर। ठुला कान्छा र ठुलै बाबा भएर अगाडि हिँडिरहेका छन् पानी बनाउनु। हामी चाहिँ अहिले कामतिर हिँडिरहेका छौँ सबैजना होइन। मान्छेहरूको जमात छ अहिले, धेरै चाहिन्छ नि यहाँ पानी गर्ने। उहाँ गएर अब उनीहरूले कति काम गर्छ भनेर हामीले अब मैले चाहिँ मूल्याङ्कन गर्ने होइन। हाम्रो घर पानी पनि चढ्दैन, त्यही भएर यहाँ चाहिँ काम गर्न अनुमानमा हो कि समीर ल भन् त समर्थनमा राख्छु नि त मैले मान्छे त्यो अपाङ्गो बाटाबाट खन्दै हिँड्छ। हेर्नुहोस् हाम्रो गाउँका मान्छे कति अनुशासनमा हिँड्छन्। यिनी हुन् कि अनुशासनवाला मान्छे। ठग्छन् उहाँ गएर काम गर्लान् भन्नु त छैन। ठगी भए पनि काम गर्नु भनेर हिँडिरहेका छन्। अहिले एउटा काम गर्न लागिरहेको छ ढुङ्गा फाल्दै। हेर्नुहोस् यसको यो हो कि हाम्रो गाउँको गजब बेइज्जती भनेको। हेर्नु विश्वको सबैभन्दा अग्लो झरना। बाटो चाहिँ अप्ठ्यारै छ होइन, त्यही पनि हिँड्न पर्छ। मान्छे चाहिँ समुद्र चाहिँ काम गरिरहेको छ होइन। हेर्नु कति ठुलो पानी छ। यो कस्तो न त गाउँबाट मुन्थे आठ देखिन्न नि। पानीको डिस्कस समय तँलाई के कस्तो भनेको रह मिठो लागिरह डिस्कस। गाइजहरू होइन पानी बनाउनु ठाउँ चाहिँ अप्ठ्यारो छ हेर्नु। यहाँबाट यति लोट्न पर्छ समय कहाँ पुगिन्छ। ओ लामो नचलाइदियो त तल पुगिन्छ सिधै होइन। खोलामा हो यति लोटो भने बाटो नि अप्ठ्यारो छ होइन। तर यो बाटोमा हिँड्न चाहिँ एउटा फाइदा छ। के फाइदा भन्ने हेर्नु पछाडि आएर जिपले हान्ला भन्नु डर छैन, त्यो चाहिँ फाइदा हो। हेर्नु कस्तो अप्ठ्यारो छ त। यो ढुङ्गो पट्याएर देखेर हाम्रो चाहिँ फटाफट पानी बनाउने काम सुचारु भइरहेको छ होइन। फटाफट काम गर्ने ठाउँ चाहिँ साउरो छ, लोटिन्छ भन्ने डर भइरहेको छ होइन। काम चाहिँ फटाफट सुचारु भइरहेको छ। टक्क पारामा अलिकति बस्ने अलिकतिले काम गर्ने काम भइरहेको छ होइन यहाँ चाहिँ। बल्ल सही जवाफ गाइजहरू मेरो हात र खुट्टा कस्तो भइरहेका छन् भने होइन। हात खुट्टो काटेर रगत गएको थियो, खुट्टा पनि मै गरेर कस्तो भइरहेको छ। के अहिले चाहिँ खुट्टा सुट्टा धोएर हामी चाहिँ हिँडिरहेका छौँ घरतिर होइन। खुट्टा सुट्टा धोयो अब घरतिर भन्न हिँडिरहेका छौँ फटाफट रूपमा। भिडियो बनाउँदै घरतिर हिँडिरहेका छौँ। आजको भिडियो चाहिँ हाम्रो पानी सबैले बाई भन्दै आजको भिडियो चाहिँ अन्तिम। हाम्रो पानी